मामा यो कति केजी हो कति टाइम लाग्यो यो बनाउन के हाल्नु भयो त यहाँ यो चाहिँ 12 केजी हो हैन समय चाहिँ ठ्याक्कै 2.5 घण्टा समथिङ लाग्यो बनाउँदा चाहिँ के हो भने मेनली मान्छेले चाहिँ टु मच ओइल हाल्छ के ओइल हाल्नु जरुरी छैन हैन किनभने योमा फ्याट धेरै हुन्छ नि त भन्दाखेरि यसलाई फ्याटलाई पकालेपछि हामीले आई थिंक मोर देन 1.5 लिटर फ्याट फालिसकेको छ यसको बस्छ के फालेर मजाले भुटेर रातो बनाउनु हैन अनि त्यहाँदेखि अदुवा के अरे प्याज हाल्ने प्याजलाई चाहिँ कलर चाहिँ झन्डै गोल्डन ब्राउन आउनु दिनुपर्छ त्यहाँदेखि अदुवा लसुन हाल्ने त्यहाँदेखि चाहिँ टमाटर हाल्ने है अनि एट द सेम टाइम चाहिँ उ पनि चाहिन्छ के टमाटर हालेपछि डार्क सोस पनि चाहिन्छ त्यसले चाहिँ टेस्ट पनि दिन्छ कलर पनि दिन्छ के है अनि त्यहाँदेखि चाहिँ अब खुर्सानी चाहिँ आफ्नो टेस्ट अनुसार हैन अरू चाहिँ टमाटर हाल्यो खुर्सानी हाल्यो अनि अरू चाहिँ धनिया हाल्नुपर्छ धनियाले टेस्ट दिन्छ नर्मल्ली त्यो हेर्दाखेरि राम्रो होइन अनि टेस्ट पनि दिन्छ अनि यसलाई चाहिँ मजाले अलिक ब्लड हाल्दाखेरि चाहिँ एटलिस्ट ब्लड हालेपछि चाहिँ सानो आगोमा एटलिस्ट 5 to 10 मिनट पकाउनुपर्छ कि हाम्रो मान्छेले ब्लड हाल्दैछ खान्छ कि त्यसले चाहिँ पाकेन भने स्पेसल्ली जो अलि अनहेल्दी छ नि होइन ट्रान्सप्लान्ट पेसेन्टहरू छ तिनीहरूलाई चाहिँ एकदम असर गर्छ एकदम नोटिस कुरा है टाइम चाहिँ कति लाग्दो रहेछ मामा यति बनाउनलाई टाइम चाहिँ होइन नर्मली 1 आवर समथिङमा हुन्छ के यो मजाले सबै प्रिपरेसन सबै गर्छ त्यसपछि यस्तो हुन्छ फेरि भन्दाखेरि चाहिँ यसरी हो कि खाने हेर्नु हेर भने हाम्रो दाइले खाएको हेर्नु है यसरी भन्दाखेरि यसरी खायो भने पकायो भने हेल्दी पनि भयो होइन अनि चिपो पनि थ्याङ्क यू मामा है थ्याङ्क यू तपाईँ मिठो गरेर खानु मिठो छ हजुर यो चाहिँ फर्स्ट राउन्ड हो अझ थप्न जानु बाँकी छ ए तपाईँलाई कति मिठो ठिकै हो तर 2 चोटि थपियो कसले बनाउनु भयो कान्छा बाबा आज स्पेसल मामालाई के छ दाइ एवा नै हो नि भाइले बनाएको अब पकाउने मान्छेलाई त सोध्नु हुँदैन सोध्दैन कति मिठो भएछ मामा तपाईँ आफैले बनाउनु मिठो चाहिँ भएन नुनिलो चाहिँ भएछ मान्छे ए तर एकदम मिठो भएछ नुनिलो ओएबाट मिठो भनेर बुझ्यो होइन बाबुलाई मिठो भएछ बाबु मिठो छ त्यसरी मिठो थ्याङ्क यू काकी टेस्ट कस्तो लाग्यो एकदम मिठो एकदम अनुभवी हाम्रो बाजेहरूले पकाउनु भएको एकदम मिठो हेलो बाबु नमस्ते भाइ कति मिठो भएछ एकदम मिठो नि अब हाम्रो भाइले पकाएको दाइ चाहिँ हेल्पर है यहाँ त बाबुलाई पनि मेसिनको कति मिठो भएछ तपाईँलाई एकदमै मिठो भएको छ तर अब बोसो हो खाँदा मिठो हुन्छ अब यसको फेरि कन्सिक्वेन्स चाहिँ साह्रै राम्रो होला जस्तो चाहिँ हुँदैन तर पनि अब खानु पर्यो सबै खाएपछि थ्याङ्क यू धेरै धेरै